हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। इट्स मी सन्ना पाण्डे। अनि आजदेखि चाहिँ म आफ्नो एउटा सानो मिनी ब्लग दिनदिनैको अपलोड गर्छु भनेर चाहिँ आजदेखि बिहानदेखि त्यही सोचेर उठेको थिएँ। तर उठ्दाखेरि चाहिँ म स्याडली रुगा लाएर ग्रस्त भइसकेको थिएँ। अनि उठ्ने बित्तिकै जो नास्ता खाएर साइनेक्स खाएँ। अस्ति पानी परेको थियो, म पानीमा रुज्न नहुने थियो, तर म पानीमा रुजेर चाहिँ एकदमै ग्रस्त बिरामी भयो। अनि बल्ल बल्ल यो साइनेक्स निल्यो। मलाई दबाई निल्न जति गाह्रो केही लाग्दैन कि केही जो लाग्दैन। बल्ल बल्ल खायो, फाइनली गयो पेटमा भनेर खुसी भएर डन भने। अनि यो छुट्टी यासीको छुट्टीदेखि चाहिँ मेरो एउटा पर्मानेन्ट जब लागेको छ। त्यो हो बिहानको दुध लिन जाने। अनि दिदी अफिस जानुभयो अनि म चाहिँ दुध लिएर आएँ। दुध लिएर घर आएँ। त्यसपछि मम्मीले चाहिँ आज बुटोल जाने हो भन्नुभयो। अनि त्यही भएर अलिअलि स्किन केयर गरिदिउँ न त भनेर फेस वास लगाएँ मुखभरि। अनि मम्मी र म हिँड्यौँ बुटोलको यात्रामा। गाडी कुर्यौँ आएन। बल्ल बल्ल एउटा गाडी पायौँ। गाडी पाएपछि हामी खुसी हुँदै हिँड्यौँ। अनि गाडी एकैचोटि जोरदारामा रुक्यो। अनि जोरदारामा गएपछि तातो बटुक खाऊँ न भनेर हामीले बटुक पनि खायौँ। अनि बटुक खाएपछि चाहिँ मम्मी र म यत्तिकै कि त्यो बस यति उस्तै अनि गफ गर्दै बसिरह्यौँ। अनि बुटोल पुग्यौँ। अनि मम्मी र मैले जुस खायौँ। अनि फेरि अटो रिक्सा गरेर हाट बजार जाऊँ न त भनेर हाट बजार गयौँ। मलाई चाहिँ हाट बजार जाँदा यस्तो थकाइ लागिसकेको थियो। म मम्मी जानु हजुर म यही बस्छु भनेर बसेँ। अनि हाट बजार पछि फेरि बस गरेर हामी चाहिँ अब चाहिँ मामा माइजूको घर जाने भन्यौँ। मामा माइजूको घर गयौँ। अनि मणिग्राम पुग्यौँ। मणिग्राम पुगेपछि फेरि अर्को बस गरेर फाइनली एकछिनमा चाहिँ हामी मामा माइजूसँग पुग्यौँ। जाँदाखेरि हजुरआमा बस्नुभएको थियो। क्यान यु गेस हर एज? ओके। अनि त्यसपछि हजुरआमासँग कुरा गऱ्यौँ। त्यसपछि एकछिन समाचार हेऱ्यौँ मामासँग बसेर। अनि खाना खायौँ अनि सुत्यौँ। Thank you guys for watching. Hope you guys liked it. Bye bye.